स्वास्थ्य सेवा बोर्डले फागुन 1 गतेदेखि लागू हुने गरिएको निर्णय के हो भने तपाईले सुविधा चाहिँ 1 लाखकै पाउने हो, तर त्यसले चाहिँ टुक्रा टुक्रा बनाएको। कसरी भन्दाखेरि ओपीडी सेवा अर्थात् बिरामी सामान्य बिरामी गएर ओपीडीमा डाक्टरलाई भेटेर गरिने जुन उपचार हो त्यसको लागि चाहिँ 1 लाख मध्ये 25,000 मात्रै खर्च गर्न पाउने, 25,000 भन्दा बढी चाहिँ ओपीडी सेवामा नपाउने भनेको। जहाँ चाहिँ तपाईँ बाहिरबाट जानुहुन्छ रिफर लिएर बिरामी सामान्य खालको बिरामी देखाउनुहुन्छ ओपीडीमा र फर्केर आउनुहुन्छ, त्यसमा चाहिँ 25,000। बाँकी रहेको जुन 75,000 हो त्यो चाहिँ ओपीडीमा खर्च गर्न पाउँदैन। तर तपाईले कुनै इमर्जेन्सी पर्यो अथवा तपाईको बिरामी भर्ना गर्न पर्यो भने त्यहाँ चाहिँ त्यो 75,000 मध्ये खर्च गर्न सकिन्छ हो यो। र त्यो त्यहाँ फेरि छुट्याएको छैन, 1 लाखैसम्म त्यहाँ खर्च गर्न पायो। इमर्जेन्सीमा र इन्डोरमा भर्ना गरेको बिरामीको लागि 1 लाखसम्म खर्च गर्न पायो। तर ओपीडीमा चाहिँ 25,000 भन्दा बढी कट्न भएन। र अर्को कुरा के छ भने तर तपाईले मुटु रोग छ, किडनी रोग छ, अल्जाइमर छ, यी 8 प्रकारका जुन दीर्घ रोगहरू हो त्यो रोगहरूको लागि चाहिँ यो व्यवस्था लागू हुँदैन। त्यसको लागि जुन 1 लाखमा 1 लाख थप 2 लाखको सुविधा हो त्यो 2 लाखकै सुविधा उसले पाउँछ। त्यो हो कुरो। अब यसबाट जनतालाई के फाइदा के घाटा भन्ने कुरा हुन्छ। तपाईलाई बिमा भन्ने शब्द नै तपाईलाई 81 अकस्मात दुर्घटनावश आएको आर्थिक समस्याको जोखिम वहन गर्नलाई गरिएको आर्थिक व्यवस्था, पैसाको व्यवस्था हो। तपाईले कुनै अपरचट परिसक्यो त्यतिखेर तपाईँ पैसाको व्यवस्था गर्न सक्नुहुन्न भने त्यतिखेर चाहिँ तपाईले बिमाले पैसा दिन्छ सामान्य बिमामा। त्यस्तै स्वास्थ्यमा पनि इमर्जेन्सी तपाईलाई कुनै बिरामी साह्रो भयो अथवा तपाईँ एक्सिडेन्टमा पर्नुभयो भने त्यतिखेर तपाईको पैसाको त जोग गर्न सक्नुहुन्न हो। त्यतिखेर यो पैसा काम लाग्छ नि। पहिला के हुन्थ्यो भने अथवा अहिलेसम्म के भइरहेछ भने 1 लाखको बिमा छ भने उसले के गर्छ जनताले साधारण रुगाखोकी लाग्यो भने ऊ हेल्पसमा उपचार गर्दैन। जबकि साधारण रुगाखोकी लाग्दाखेरि नेपाल सरकारले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवाबाट नै त्यो रोग निको हुन सक्छ। तर त्यो रोगको पनि ठुलो अस्पतालमा जाने र यो जाँच गराइदियो त्यो जाँच गराइदियो भने सबै पैसा सकाउँथ्यो र जतिखेर इमर्जेन्सी पर्थे उतिखेर उसको खातामा पैसा हुँदैन थियो। त्यो रोक्न सक्यो भने कुनै अस्पतालमा जाँदाखेरि तपाईँ सामान्य रोग लिएर जाँदा पनि त्यहाँका कतिपय निजी अस्पतालहरूले सबैले होइन कतिपयले के गर्छ भने विभिन्न खालका टेस्ट लेखेर त्यहाँको पैसा सकाइदिन्छ हो। त्यहाँ पनि ब्रेक लाग्ने भयो र जतिखेर मान्छेलाई चाहिने हो पैसा त्यतिखेरको लागि जोगाड गरिदिएको त्यो पनि हो कि जस्तो तपाईँ सामान्य रोग लाग्यो भने तपाईले त पैसा व्यवस्था गरेर अस्पताल जान सक्नुहुन्छ। तर दुर्घटना हुँदाखेरि तपाईसँग टाइम हुँदैन त पैसाको व्यवस्था गर्ने हो। त्यतिखेरको लागि सुरक्षित गरिदिएको मात्रै हो यो अहिलेको निर्णय जुन चाहिँ 2082 फागुन 1 गतेबाट लागू हुनेवाला छ। अब केही कुरो बुझ्नु भएन भने यहाँ कमेन्ट गर्नु होला, म तपाईलाई स्पष्ट पारिदिन्छु।